ए केही हुँदैन यो यो चाहिँ अब कालिजको भूतलाई अगाडिको यस्तो हात्तीको त्यसको जस्तो मुनि लाइट छ एकछिन जुम गरौँ न हैन आज चाहिँ भिड पहाडमा चढ्नु पर्छ कालिज मार्नुको लागि कुकुरुकु लाबर यस्तो खालको छ नि फेरि लाबर यस्तो खालको छ नि फेरि ए लप्सी हैन गयो त्यो बोका गयो कालिज पुरा नि लागेर के बेसी उडा कालिज पुरै छ यहाँ तल एउटा त आज ढाल्नुपर्छ मान नहुन्छ यसो यो तल भेट्छ नि त काली कहाँ लान्छ त्यसो पो हुन्छ राष्ट्रिय पक्षी पनि हुन्छ यहाँतिर याद गर्नु छ है गाईको राष्ट्रिय पक्षी पनि हुन्छ यहाँतिर याद गर्नु छ है गाईको राष्ट्रिय पक्षी पनि पक्षी त हैन सारा जेलमा पो जाला जस्तो लाग्यो जेलमा पो जाला जस्तो लाग्यो मलाई हामी तीन भाइ जेलमा पो जाला जस्तो लाग्यो मलाई हामी तीन भाइ अरूको जङ्गलमा हान्दाको म्यासाला मैले भनेको बारीमा साग पकाएको पर्छ हामीले मारे कस्तो भोकै लाग्छ के लाग्छ त हैन मलाई त अलिक त्यही सिकारी म्यान ए यस्तोहरू बोलेर यहाँ बसेको थियो अरे अस्ति हो झार्ने कन्न देखायो त यो बोका कहाँ गएको ओइ मोड्नु खोजेको के भेन क्या के गरेको हुन पनि ज्यानको माया त छैन ज्यानको माया केटीसँग मात्रै छ है होइन अनुहार त गोरै छ होला होइन किनकि मलाई अब स्किन केयरहरू गरिदिँदैछ नि त अनुहार त गोरै छ होला होइन किनकि मलाई अब स्किन केयरहरू गरिदिँदैछ नि त ए केही हुँदैन यो कुकुर त उयो छ पोचले भनिदिँदैछ अनुहार त के हो भन्दा सिकारी जस्तो देखिदिन्छ है हेर त अनुहार उसको गलाइमा हेर न यहाँ झन्डै लडे म्यादर हेर त झार्ने अनुहार हो झार्ने अनुहार जा त भाइ जा त हान्दै एकदम यस्तै छ अप्ठ्यारो क्यामेराम्यान अन्त पछि तोच ए होम साइज अड्किएमा एकदम
कसम क्या सुटिङ गरेको जस्तो लाग्यो क्या म त मेन भर्सेस वर्ल्डमा आएको जस्तो लाग्यो होइन ओइ हाम्रो होमस भाइ पनि एकदम सबुत पाइगयो हामीले हो एउटा यो चाहिँ अब कालिजको भूतलाई अगाडिको यस्तोको हात्तीको भन्दाको उयोको पनि त्यस्तै छ नि अगाडिको अगाडिको यस्तोको हात्तीको भन्दाको उयोको पनि त्यस्तै छ नि अगाडिको सुँग्यो कसम गाइस म त मेन भर्सेस वर्ल्ड जस्तो लाग्यो होइन होम्स भाइको अनुहार हेर्दा चाहिँ मार्ला जस्तो देख्दैछ होइन के हुने हो कसम क्या यो त मैले मेन भर्सेस वर्ल्डको सुटिङ गरेको जस्तो लाग्यो खै कहाँ छ ए अब हल्ला नगर्न उही दुइटा रहेछ लामो त गाइस क्यामेरामा त क्याप्चर भएको छैन होला होइन सिन त एकदम छ होइन यसले मलाई तारको हान्नु लाउँदैछ होइन अब यसले तार टुक्लुक लाउँछ वाच के नि बस्यो हान्दै हो त्यहाँ बसिरहेछ अन्त ओइ लाग्यो हान्त छेउमा गएर हान्त बस्यो है अब त्यही छ अर्को त्यही छ झारेन त्यही छ ऊ यहाँ छ यहाँबाट देख्छ त्यही छ हौ ठुलो शिकार खोज्छ त्यो गाइस हान्न त हाले यो चाहिँ अब ओल्ड मोडलको हेर्नुहोस् न यहाँ ओल्ड मोडलको लाइट हो यो भयो त अन्त 19 सिरिजको जस्तो मुनि लाइट छ अब यो तपाईँहरूलाई म भात दिन्छु पर्काइदिन्छु हेर्नुहोस् ल कस्तो मेन भर्सेस वर्ल्ड अब लायो भने लायो कसो क्याटिसले हान्ने मादर हान्न त हानिसक्यो होइन एकछिन जुम गरौँ न होइन खतम कसम के झन्डै लाग्यो लामो ला कसो यताबाट गयो नि हौ साइडबाट गयो नि हौ ओ गाइस मेरो अनुहार त अब चोम जस्तो लाग्यो होला होइन त्यही हो अब यताबाट गयो झन्डै मेरो साथ त गयो मेरो यता लागेको भए डेट हुन्थेन गाइस यो कन्टेन्टको नाम के हो भनिदिइहाल्यो त हाम्रो के भन्न सक्छु अब यो कन्टेन्टको नाम पोर्च होम हन्टिङ हो यो चाहिँ हो नाइट हन्टिङ त अब देख्नुपर्छ न होला देखाउनु छ अब एक दिन अब अर्को फोन आएर होइन क्यामेरा पनि शेष छ होइन अब भिडियो भ्लग हाम्रो पेन्डिङ भएको कारणले गर्दा चाहिँ आज चाहिँ बनाइदिएको भाटा हन्टिङ होइन हो यसलाई भन्छ पोर्च होम्स र चोच भर्सेस वर्ल्ड हो नि त
यो त वाइल्ड छ होइन। के भन्नु यो त कुरा अब यो कुडै त होइन अब बोका जस्तै होइन हाम्रो उसेरु भाइ केटा नि होइन के थियो ए के थियो सेरिनी होइन अब शेर्नी हेर त सिक्स एक्स हेर हाम्रो भाइको यही हो हेर अब यस्तो बोल्नु यो चाहिँ एकपल्ट चितुवासँग लडाइँ खेल्दा यहाँ टोकेको दाग पनि छ बोक्सीले टोकेछ नि यसलाई त ला अप्पा साँच्ची बोक्सीले टोकेको माजा राउच्छ हो बेलुका बेलुका केटाहरू होइन जङ्गलहरू नपस यस्तै हुन्छ हो धेरै त चित्तासँग खेल्दा यस्तो भएको आम्मा यस्तै हुन्छ खै ढाडतिर त छैन होला नि गाइस घरमा बस्नु बसिरहेको छ